नमस्कार, कार्यक्रम दृष्टिमा यहाँलाई स्वागत छ। म संज्ञा अधिकारी। आजको यो श्रृंखलामा पनि हामीले विभिन्न क्षेत्रका जानकारीमूलक प्रस्तुतिहरू लिएर यहाँहरूमाझ उपस्थित भइसकेका छौं। हेरौं कार्यक्रममा यो प्रस्तुति। गरिबी निवारणको महत्त्वपूर्ण एवं प्रभावशाली साधन हो लघु वित्त। विपन्न तथा न्यून आय भएका परिवारहरूलाई रोजगारी तथा आय आर्जनका माध्यमबाट उनीहरूको जीवनस्तर उकास्न तथा जीवनयापन सहज बनाउन उपलब्ध गराइने वित्तीय सेवा लघु वित्तीय सेवा हो। गरिबी निवारणमा लघु वित्तको महत्त्व अहिले विश्वव्यापी बन्न पुगेको छ। ग्रामीण क्षेत्रको विपन्न र पिछडिएका वर्गको सामाजिक विकास गर्न र गरिबी न्यूनीकरणमा लघु वित्त सशक्त माध्यम हो। लघु वित्त संस्थाहरूले विपन्न तथा गरिबहरूको घर दैलोमा नै पुगेर सेवा प्रदान गर्दै आइरहेका छन्। लघु वित्त क्षेत्रको मुलुकको एक अब्बल र अग्रणी वित्तीय संस्था हो मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड। विक्रम सम्वत 2069 साल कार्तिक 26 गते नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघु वित्त वित्तीय संस्था हो मेरो माइक्रो फाइनान्स। नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले अति विपन्न घर परिवारलाई उनीहरूको घर दैलोमा नै पुगेर वित्तीय सेवा दिएर आर्थिक स्तर उकास्नका लागि सहयोग गर्दै आइरहेको छ। यो मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड नेपालमा भएका अन्य वित्तीय संस्थाहरूको तुलनामा अलि पृथक पृष्ठभूमिबाट स्थापना भएको छ। यसमा संस्थापक शेयरधनीहरू नेपालको गणनीय 8 वाणिज्य बैंक र 2वटा राष्ट्रिय स्तरका ख वर्गको विकास बैंकहरूको संयुक्त प्रवर्तनमा स्थापना भएको 2069 साल कार्तिक 26 गते स्थापना भई 2070 साल साउन 3 गतेबाट यसले विधिवत रूपमा आफ्नो कारोबारलाई सञ्चालनमा ल्याएको हो। वर्तमानमा आजको समयसम्म आइपुग्दा यस मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड मात्र 2 वर्षमा प्रवेश गरेको छ। यो समयमा हामी देशको 21 जिल्लामा 30वटा शाखा कार्यालयहरू मार्फत ग्रामीण भेगका विपन्न परिवारहरूको आर्थिक तथा सामाजिक उत्थानको निमित्त लघु बचत कर्जा कार्यक्रम सञ्चालन गर्न सक्षम भएका छौँ र आगामी वर्ष अथवा यस आर्थिक वर्षमा हामीले थप 13वटा जिल्लामा 15वटा शाखा स्थापना गरेर हामीले 60,000 भन्दा बढी परिवारहरूलाई यो सुविधा, यो सेवा अथवा यो कारोबार विस्तार गर्ने योजना रहेको छ। यस वित्तीय संस्थामा संस्थापकहरू र सर्वसाधारण शेयर लगानीकर्ताहरू रहेका छन्। यस वित्तीय संस्थाको कार्यक्षेत्र नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म 75 वटै जिल्लामा रहेको छ। कार्यक्षेत्रमा स्थायी बसोबास गरेका नेपाली नागरिक मध्ये विपन्न वर्गका व्यक्ति आयमूलक कार्यमा सक्रिय रूपले भाग लिन इच्छुक एक परिवारबाट 1 जना महिला यस वित्तीय संस्थाको सदस्य बन्न सक्दछन्। सदस्य बनाउनु भन्दा अगाडि 5 देखि 7 दिनसम्मको अनिवार्य समूह तालिम दिई संस्थाको नीति, नियम र कार्यविधि एवं प्रक्रिया बारे जानकारी गराउने गरेको छ। यस मेरो माइक्रो फाइनान्सले देशमै सर्वोत्तम लघु वित्त कम्पनी बनाएर सबैलाई गुणस्तरीय, भरपर्दो, सक्षम र दिगो वित्तीय सेवा पुर्याउन कटिबद्ध रहेको छ यो वित्तीय संस्था। उनीहरूको जीवनयापन शैलीलाई केही सहज गराउन सकियोस् र गरिबी न्यूनीकरण कम गर्न सकियोस् भनेर उनीहरूमा भएको पुँजीको अभावलाई पूर्ति गर्ने काम नै लघु वित्तको कार्य हो।
मुख्य लघुवित्तको कार्यभित्र अहिले हामीले हेर्दा सरसर्ती हेर्दा 4 किसिमका कार्यहरू पाउँछौँ। एउटा हामीले बचत, अर्को लघु कर्जा, अर्को हामीले रेमिटान्स र अहिले अर्को लघु बिमा। यो 4वटा शीर्षकहरूलाई लघुवित्त सेवाले वर्तमानमा नेपालको परिवेशमा समेटेको पाइन्छ। मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले यसको केन्द्रीय कार्यालय नुवाकोटको बट्टारमा अवस्थित छ र अहिले हामीले भूकम्पको परिवेशमा केन्द्रीय कार्यालयलाई अहिले हामीले काठमाडौँ, उहाँको भवन चाहिँ क्षतिग्रस्त भएको हुनाले हामीले काठमाडौँमा स्थानान्तरण गरेका छौँ र यो केन्द्रीय कार्यालय अन्तर्गत हाम्रो 30वटा शाखा कार्यालयहरू छ। 30वटा शाखा कार्यालयहरू प्राय सबै हाम्रो शाखा कार्यालयहरू जहाँ अन्य बैंक तथा वित्तीय संस्थाहरू छैनन् उनीहरूको उपस्थिति न्यून भएको ठाउँमा हामीले शाखा कार्यालयहरू स्थापना गरेका छौँ र लघुवित्त कार्यक्रमले अरू बैंक तथा वित्तीय संस्था, अरू पद्धतिमा सञ्चालन भएका बैंक तथा वित्तीय संस्थाहरू भन्दा पृथक बैंकमा ग्राहक आउनु पर्छ भन्ने मान्यताको विपरीत बैंक चाहिँ ग्राहकहरू कहाँ पुग्नुपर्छ भन्ने मान्यता अनुसार हाम्रो शाखामा निश्चित 5 जना, 7 जना, 8 जना, 10 जना कर्मचारीहरू हामीले छुट्याएका छौँ, हामीले खटाएका छौँ। ती कर्मचारीहरू स्थानीय स्तरमा गएर स्थानीय आवश्यकता, त्यहाँका जनताहरूको वित्तीय आवश्यकताको पहिचान गरेर त्यही बमोजिम उनीहरूलाई एउटा समूह मार्फत बचत गर्ने बानीको विकास गर्नुको सँगसँगै उनीहरूलाई आवश्यक गर्ने विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने वित्तीय सेवा हामीले प्रदान गर्दै आइरहेका छौँ। यस वित्तीय संस्थाले आफ्ना सदस्यहरूलाई बिना धितो कर्जा अन्तर्गत साधारण कर्जा, मौसमी कर्जा, वैकल्पिक ऊर्जा कर्जा, विशेष कर्जा र सामाजिक कर्जा प्रवाह गर्दै आइरहेको छ। यस्तै आफ्ना सदस्यहरूको आर्थिक क्रियाकलापमा टेवा पुर्याउँदै उनीहरूको व्यावसायिक गतिविधिलाई अझ सुदृढ पार्न, परियोजना सञ्चालन गर्न र उनीहरूको भइरहेको उद्यम तथा व्यवसायको स्तर उन्नति गर्नका लागि धितो कर्जा पनि प्रदान गर्दै आइरहेको छ। धितो कर्जा अन्तर्गत आफ्ना सदस्यहरूलाई लघु उद्यम कर्जा, वैदेशिक कर्जा, शैक्षिक कर्जा र घर निर्माण कर्जा प्रदान गर्दै आइरहेको छ यस वित्तीय संस्थाले। यस्तै यस वित्तीय संस्थाले पशुधन सुरक्षण बिमा, ग्रामीण कर्जा बिमा जस्ता बिमा योजना र आफ्ना ग्राहक सदस्यहरूका लागि विभिन्न विप्रेषण कम्पनीसँग मिलेर विप्रेषण सेवा समेत सञ्चालन गर्दै आइरहेको छ। अहिले यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि लघुवित्त कार्यक्रमलाई, माइक्रो फाइनान्सलाई गरिबी न्यूनीकरण अथवा निवारणको एउटा अस्त्रको रूपमा लिएको परिवेश छ। त्यसको फलस्वरूप नेपालमा पछिल्लो समयमा 2 दशक जति भयो, पछिल्लो 2 दशकको समयमा तपाईको लघुवित्त बैंक तथा वित्तीय संस्थाहरूको आगमनको क्रम पनि बढ्दो छ र यसद्वारा सञ्चालित कार्यक्रम जनमानसमा ज्यादै प्रभावकारी सिद्ध भएको छ। एउटा पुँजी नभएको विपन्न परिवारलाई पुँजी प्रदान गरेर उसको जीवनस्तर अथवा उसको जीवन निर्वाह गर्ने प्रक्रियामा एउटा सरल र सहज तुल्याउने मात्र नभइकन उसको एउटा आर्थिक उत्थानको हामीले उलटपुलट नै भएको हेर्न सक्छौँ। उदाहरणको लागि मैले यसभन्दा अगाडि म कार्यरत रहेको क्षेत्रमा मैले रिक्साको लागि 10,000 लोनको व्यवस्था गरी। त्यहाँ चाहिँ उहाँहरूले दैनिक रूपमा रिक्साको लागि दैनिक अर्काको रिक्सा भाडामा चलाइसकेपछि उहाँले 30 रुपियाँ दिनको दिनुपर्ने, तर हामी कहाँ 26 रुपियाँ लिनुभयो भने 1 वर्षमा रिक्साको मालिक नै उहाँ हुने। त्यसरी अलिकति उहाँहरूलाई चाहिँ त्यहाँका धनाढ्यहरूले शोषण गरिरहेको जस्तो अनुभूति गरेर मैले यो स्किमलाई अगाडि बढाइसकेपछि म 3 वर्षपछि जाँदा उहाँले त 3टा रिक्सा आफूले भाडा लाएर आफू धनी हुनुभएछ।
रिक्सा साउ आफू, अनि पछिल्लो पटक किने रिक्सा चाहिँ आफूले चला, परिवेश एउटा। अर्को तपाईँको भूमिविहीनहरूले यही लघुवित्त संस्थाहरूबाट कर्जा लिएर व्यापार व्यवसायलाई वृद्धि गर्दै लगेर त्यही वृद्धि गरेको नजिकमै आफ्नो फेरि घडेरी किनेर जग्गा बनाएर पहिला झुपडी बनाएर त्योभन्दा पछाडि कारोबार वृद्धि गर्दै गरेर तपाईँको पक्का तपाईँको इँटा र जस्ता लगाएर व्यापार व्यवसाय गरेको धेरै धेरै हामी देख्न पाउँछौँ। र वास्तवमा हामी यो लघुवित्त वित्तीय संस्थाहरूमा काम गर्दाको आनन्द, यहाँ आर्थिक त्यस्तो राम्रो व्यवस्था पनि छैन, तर हामी खुसी र आनन्द कहाँ हुन्छ भने जब हामी फिल्ड भ्रमणमा जान्छौँ र वास्तवमा हाम्रा त्यो लक्षित परिवारहरू, हाम्रो कारोबार गर्ने ग्राहक सदस्यहरूसँग हामी अन्तर्क्रिया गर्छौँ र उहाँहरूको खुसीपन व्यक्त हुँदा चाहिँ वास्तवमा हामी एउटा गजबको आनन्दपनको महसुस गर्छौँ। मेरो माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड दोस्रो वर्ष मात्र पुरा गरेको वित्तीय संस्था हो। नेपालमा अग्रणी वित्तीय संस्थाहरू थुप्रै छन्, तर पनि यो चाहिँ अरूभन्दा अलि पृथक किसिमले यसको प्रवर्धन अथवा स्थापना भएको हुनाले हामी यो चालु आर्थिक वर्षमा जम्मा 43 जिल्लामा 45वटा शाखा कार्यालयहरू मार्फत हामी कार्यक्रमलाई विस्तार गरेर सञ्चालन गर्नेछौँ र हाम्रो कार्यक्रम मुख्य रूपमा प्रभावकारी र ग्राहक सेवामुखी र मैले पनि यहाँ कर्मचारीहरूलाई भन्ने गरेका छु, हाम्रो नीति भनेको कर्मचारी मैत्री प्रशासन र ग्राहकमुखी सेवा, त्यसलाई हामीले मुख्य रूपमा जोडदारको रूपमा गर्छौँ। हामीले सेवामा विविधीकरण गरेर जानेछौँ र आगामी 3 वर्षभित्र हामी देशको 55 कम्तीमा 55 जिल्लाभित्र 55 जिल्लामा हामी 96वटा शाखा कार्यालयहरू स्थापना गरेर ती शाखा कार्यालयहरू मार्फत 1,25,000 भन्दा बढी परिवारहरूमा लघुवित्तीय सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ यो मेरो माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेडले आफ्नो योजना तयार गरेर त्यही किसिमले आफ्नो रणनीति बनाएर अगाडि बढिरहेको छ। लघु वित्त क्षेत्रमा विशिष्ट छाप छाड्न सफल भएको छ यो वित्तीय संस्था। यस वित्तीय संस्थाका विभिन्न कार्यक्रमहरूबाट देशका विभिन्न भागमा रहेका विपन्न घर परिवार लाभान्वित बन्न पुगेका छन्। एउटा उत्कृष्ट लघु वित्त वित्तीय संस्थाको रूपमा चिरस्थायी बनाउन प्रतिबद्ध छ यो मेरो माइक्रो फाइनान्स। उत्कृष्ट लघु वित्त सेवाका कारण आफ्नो गरिमा र ओजलाई उच्च बनाउन यस वित्तीय संस्था लागि परेको छ। देशकै उत्कृष्ट र नमुना बन्न सफल यस वित्तीय संस्थाले आगामी दिनमा अझै मुलुकको लघु वित्त क्षेत्रको विकासमा योगदान दिन सकोस् र यस मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले अझ उन्नतिको शिखर चुम्दै अगाडि बढोस्। यिनै प्रस्तुतिसँगै आजको लागि दृष्टि कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अर्को हप्ता यस्तै नयाँ नयाँ प्रस्तुतिका साथमा यहाँहरूमाझ हामी उपस्थित हुने नै छौँ। हवस् त, नमस्कार।